छन् अलिकति ख्याल गर्नु होला आज चाहिँ यहाँ मेरा थुप्रै आफन्तजनहरू पनि हुनुहुन्छ होला जस्तो लागेको छ थुप्रै आफन्तजन पनि हुनुहुन्छ कतिपय सोल्टी राजाहरू पनि हुनुहुन्छ खै सोल्टी राजाहरूको हात माथि हेरौँ त अनि कतिपय नन्दहरूको पनि उपस्थिति होला जस्तो लागेको छ जेठानी दिदीहरू आउनु भएको छ कि छैन सासु आमा चाहिँ कहीँ मात्र देखिरहेको छ छोरा लिएर आउनु भएको छ कि छैन छोराहरूको त जम्मा हेरेर चाहिँ ठिक छ केही छैन अब चाहिँ देउडा खेल्ने कि हामी फेरि पनि नाच्ने भन्नु त अब चाहिँ थोरै मैले हुक लाइन गाएको एउटा गीत छ कतिजनाले सुन्नु भएको छ अनि सासु आमाहरूको चित्त नदुखाएर देउडा खेलाउने छु मैले अहिलेलाई चाहिँ अलिकति जेएनजीको जमात देखेर चाहिँ मुटु चोडीलाई गो पर्सी बेली मुर्गाले झन्सुके गो झोझोरी गो साइका सुर्ताले ओके अहिलेलाई चाहिँ साइका सुर्ताको ट्र्याक बजाइदिनु होला थोरै हुक लाइन मात्र छ त्यसपछि फुल ऱ्याप छ सुनेर साथ दिनुहुन्छ भन्ने मैले आशा गरेको छु र हुक लाइन चाहिँ मैसँग गाउनुपर्छ हुन्छ त्यसपछि अब म देउडा खेलाउने छु नजानु होला यति पर्खेर बस्नु होला आदरणीय व्यक्तित्वहरूको प्रस्तुति बाँकी नै छ साँझसम्म नै त्यही बसेर यसरी रमाएर साथ दिनु होला भन्न चाहन्छु साइका सुर्ता अहिले बिटु छ क्या बेबीहरू किन चिन्ता सिङ्गलै छु कि म बोयफ्रेन्ड छैन मेरो मलाई साह्रो आँखाको लत लागिसक्यो बाँकी केटीहरूसँग नफरत जागिसक्यो किन वाना काने गर्छौ छुट्टो निर्णय सुनाइदेऊ मुटुले फैसला गर्न पक्ष मागिसक्यो सधैँको खाने गरेर छैन गुटका धरी किनिदिउँला रातो साडी तिमीलाई पुट्का भरि बेहोसिएको छु अझै म होसमा आएको छैन तिम्रो जवानीको नसा चढ्यो फडिया सरी मान्छेको आफ्नो सम्पत्तिमा कसैलाई म वाखा लाउन दिन्न मेरो लाल पूजा तिमी म चाहिँ चस्का धनी मुटु छोडीलाई गो पर्सी बेली मुर्गाले झन्सुके गो झोझोरी गो झन्सुके गो झोझोरी गो लौना रात निद्नै दिन भोगिनै साइका छोड्ताले जमिना गरिलो छ फ्याक्दिन म देलन जस्तो छैन फ्याक्दिन म बालुवाटा चिया दिन बालकोटमा खौडी दुई चार वर्षपछि मन्त्रालयको हास्की मोमो सिधा बोल्ने बानी कुरा मन राख्दिन म खाली सडकमा सवारी कहिले हाँक्दिन म मेटिसको नाममा लाली जोबन जोगाएर राख्नु नत्र छरिसक्यो फल फेरि चाख्दिन म तिमी साथ भए फ्युचर चाहिँ ब्राइट हुन्छ सिधै हनीमुनमा थाइल्यान्डको फ्लाइट हुन्छ लग्जरी विला डिजाइन घर बनाइदिन्छु अनि घर बाहिर सेक्युरिटी टाइट हुन्छ जोबन पवित्र जस्तै रारा तालको बानी जति बेला पनि ठस्किने के खालको बानी सहरभरि चर्चा दिँदै हिँडिरहेको थियो मान्छे यो माझी दैले फसाइदियो झाइको हानी मुटु छोडीलाई गो पर्सी बेली मुर्गाले झन्सुके गो झोझोरी गो साइका सुर्ताले झन्सुके गो झोझोरी गो साइका सुर्ताले लौना रात निद्नै दिन भोगिनै साइका सुर्ताले तिम्रो काइन सुवासको डालैमा चढाइलाई जाने हो आउने सालैमा चढाइलाई जाने हो आउने सालैमा फुललाई बेहुली बनाइलाई जाने हो आउने सालैमा
चाहन्छु अहिलेलाई चाहिँ हजुर व्हाट्सएपमा जानुहोला व्हाट्सएपमा गएर इप्सु सर्च गर्नुहोस् त्यहाँ अलिकति गाह्रो छ कि फेरि यो ट्र्याकहरू बजाउन समस्या यही हुन्छ अनि सबैजना उठेर सबैजनाले देउडा खेलेर साथ दिनुपर्छ है त अब पछाडिपट्टि यत्रो मैदान खाली छ इप्सु सर्च गर्नुहोस् व्हाट्सएप माथिपट्टि गएर हजुर तल आउनु पर्यो आउँछु क्या अहिले अहिले एकैछिनमा आउँछु देउडा खेल्दा खेल्दै आउँछु हुन्छ हुन्छ नि नरिसाइसु ल बाबा त्यसरी रिसाउनु हुन्न ल अनि रिसाएर फेरि त्यो अगाडि अगाडि आएर हाम्रो दिदीबहिनीहरूलाई डिस्टर्ब गर्ने होइन नि फेरि त्यहाँ अलि पछाडि गएर नाच्नुहोस् त्यत्रो ठाउँ खाली छ हेर्नु त पछाडि आम्मामा यत्रो ठाउँ खाली छ त्यही भएर दिदीबहिनीहरूलाई डिस्टर्ब पनि नगर्नुहोस् भेटाउनु भयो दाइ भेटाउनु भयो त्यसपछि त्यहाँ गएर अलिकति माथिपट्टि 4वटा एलबी लेखेका ट्र्याकहरू छन् त्यसको फर्स्टवाला एलबी लेखेको ट्र्याक बुझाइदिनु होला अब चाहिँ ठुलै खेल चाहियो है त Chama
चोरगाईकन मोगालो छ सुल्पालाई साबी छ यो राजा काफी छ यो राजा काफी छ रानीकन कहलाउने यो राजा काफी छ हिरु पटुकी बाजी औडी धनाधन Be
खान यो पनि रेकर्ड गरेको थियो पनि साथै ए झल्को लाली ओठको बाटो खोल्यो मोटर चल्यो ए झल्को लाली ओठको बाटो खोल्यो मोटर चल्यो झल्को लाली ओठको थ्याङ्क यू सो मच यहाँहरूको मायाका लागि मैले अहिलेसम्म जतिवटा पनि गीत गाएँ त्यो गीतसँग सम्बन्धित सम्पूर्ण स्रष्टा सर्जकलाई सम्झिँदै अब चाहिँ म छुटिन चाहन्छु हाम्रो सम्पूर्ण आयोजक टिम त्यसै गरी विमल ढकाल दाईको सम्पूर्ण टिमलाई धेरै धेरै विशाल सरी नाम बिर्सिन्छु कि म विशाल दाईको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यहाँले मलाई यो स्टेज चढ्ने मौका दिनुभयो फेरि पनि सम्पूर्ण स्टेजमा रहनुहुने अतिथिज्यूहरूलाई धेरै धेरै सम्मान व्यक्त गर्दै अहिलेलाई म छुटिन चाहन्छु फेरि भेटौँला कोही पनि घर नजानुहोस् अझ नजिक आइदिनुहोस् क्युआरमा हाल 15,000 जहाजमै आउँछु भेट्नलाई नभेटिन हुने काम छ मायालु त्यही भएर म बिहानै जहाजमा आउनु भएको छ तपाईँलाई भेट्नलाई तपाईँलाई नभेटिन हुने काम गरेर आउनु भएको छ अहिलेलाई म छुटिन चाहन्छु नमस्ते सबैजनालाई थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच जोरदारसँग ताली लगाइदिनुहोस् न मैले ठ्याक्कै 5 बजेर 10 मिनट जाँदाखेरि सकियाउनु भनेको थिएँ 2 मिनट अगाडि नै सकियाउनु भयो उहाँको टाइमप्रतिको पङ्क्चुअलिटी यस्तो हुनुपर्छ बल्ल मात्रै उहाँ अहिले कुन पदमा हुनुहुन्छ होइन राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला कार्य समिति हाम्रो कालीकोटको अध्यक्ष हुनुहुन्छ यति सानो उमेरमै यति प्रगति गर्नु भनेको समयको महत्त्वलाई बुझ्नु सबैभन्दा ठुलो कुरा हो कि नै एकपल्ट जोरदारसँग ताली दिनुहोस् इप्सल सञ्जालका लागि थ्याङ्क यू सो मच अब भने हामी के छ विशाल सर बालकृष्ण सर एउटा नृत्य राख्ने भन्ने कुरो हो ल हाम्रो नृत्यका लागि हाम्रो मोडल बहिनी आइसक्नु भएको छ ल हरिना ओहो ल हरिना बहिनीका लागि पनि आप सबैले जोरदारसँग ताली खुवाऊ अब प्रस्तुति हरिनाको रहने छ के छ म्युजिक रेडी छ ओके काउन्ट गरौँ ल सँगै काउन्ट गरौँ 3 2 1 म्युजिक
सोचेर पिउन दिउ लोभ्याउने पैसामा लाली चढेको छ आगो चाहिँ सकिन देऊ म खोस्छु नैनको त्यो भाका छ बेग्लै सोचेर पिउन दिउ लोभ्याउने पैसामा लाली चढेको छ आगो चाहिँ सकिन सकिसकेछ क्या लास्टको स्टेप कस्तो हेर्नु मन लागेको थियो हरिनाको लागि जोरदार ताली दिनुहोस् ल खै होइन हरिना तिमी कति राम्रो नाचेको हो कि यार हो कि नै होइन हरिना तिमी कति राम्रो नाचेको हो कि यार तिमीसँगै बस्छ कि क्या हो मेरो त प्यार होइन हरिना तिमी कति राम्रो नाचेको हो कि यार तिमीसँगै बस्छ कि क्या हो प्यार बहिनीलाई सम्मान छ प्रस्तुतिका लागि बेजोड प्रस्तुति रह्यो कस्तो भइरहेछ केटाकेटी हो सबैलाई सोधेँ फेरि मैले यहाँ अगाडितिर अलिकति मभन्दा सानसाना उमेरका देखेँ त्यही भएर केटाकेटी भने अब माइन्ड नगर्नुहोस् है फेरि सबैजना रमाइलो गरौँ अब चाहिँ धेरै समय छैन हामीसँग थोरै समय छ त्यसैले म कति पनि ढिला नगरिकन अब हामी कमेडी दरबारमा हेरेको लोकप्रिय कलाकारलाई बोलाउने हो अब हाँस्ने भाइ ओके अब कति पनि ढिला नगरिकन यहाँ सबैले जोरदारसँग तालीले स्वागत गरौँ लोकप्रिय हास्य कलाकार सुन्दर खनाका लागि जोरदारसँग तालीले स्वागत गरौँ थ्याङ्क यू सो मच थ्याङ्क यू फेरि आज धेरैजना केटीहरू चाहिँ यस्तो ह्यान्डसम केटाहरू आउँदैछ भन्ने थाहा पाएर कि तर सबै केटीहरूलाई खुसीको कुरा भनिदिइहालौँ है सुरुमै म सिङ्गल छु केटाहरूलाई पनि खुसीको खबर छ मेरो गर्लफ्रेन्ड पनि सिङ्गल छ भाइ तिमी निकोलस भुषाललाई भेटेर आऊ अझै टिपमै चिच्चा जस्तो देखिरहेको म मेरो गर्लफ्रेन्ड दुइटै सिङ्गल हो क्या हामी सिङ्गल रिलेसनसिपमा छौँ यसलाई चाहिँ बेस्ट फ्रेन्ड पनि भनिन्छ आजभोलि हरेक केटीको एउटा बेस्ट फ्रेन्ड हुन्छ हो कि होइन म जस्तै इप्सल र म पनि बेस्ट फ्रेन्ड हो इप्सल एकचोटि अगाडि प्लिज एकचोटि राम्रोसँग हेर्नु न पक्का हेर्दाखेरिमा बट्टाइ चरा जस्तो देखिँदैन यत्रो मान्छे छ दोहोरी गायिका रे हेर्दा बाँसुरी जत्रो छ कसम कति केजीको छौ भनेको के केजी म त ग्राममा छु तर इप्सल र म बेस्ट फ्रेन्ड हो हेर्नु न हामी कति मजाले टाँसिएको म त पश्चिमको केटी भन्छ टाँसिराख्नु कहिले अलग नहुने गम भइदिए हुन्थ्यो वाह कहिले अलग नहुने गम भइदिए हुन्थ्यो सारा दुनियाँ जित्न सक्ने दम भइदिए हुन्थ्यो बिहे गरेको 9 महिनाभित्र इप्सल म ड्याड तिमी गएर टेबल नम्बर 1 को दाइले बोलाउनु भएको छ एकैछिन पुगेर आउँछ
यस्तो अप्ठ्यारो छ खैर केही छैन इप्सल केही भन्नु छ आई लभ यु यताउता भन्नु पर्दैन म छु भाइको नाम के हो बिपिन बिपिन भन्दैन मुखमा चाहिँ पिन हालेर बस्छ नि भाइ खैर केही छैन भाइ तिम्रै आवाज सुन्ने भए टिकट काटेर किन मान्छे छिर्थे तिमी बोले पनि पैसा मै लान्छु जति बोल्नु छ बोला हाँसमै लाग्थ्यो टमाटर ओके थ्याङ्क यू सो मच इप्सलजी एकचोटि इप्सलजीको लागि जोरदार ताली ठ्याक्कै इप्सलको लागि ताली यति हो अर्को इप्सलजीसँगै हाम्रो गोपाल नेपाल पनि आउनु भएको छ गोपाल एकचोटि आउनु न गोपालजी आउनुहोस् त गोपाल नेपालको लागि जोरदार ताली हेर्नुहोस् न नाम गोपाल रे कपाल हेर्नुहोस् न एकचोटि यहाँबाट पनि थाहा हुन्छ कि नेपाल बिग्रिसक्यो गोपाल नेपाल जियम यो भनेको चाहिँ गोपाल भनेको चाइना जियम भनेको इन्डिया जसरी नेपाल चाहिँ बिचमै थिचिया छ क्या तर यो नेपालको हिमाल चाहिँ बिचमा रहेछ फेरि अपी हिमाल त होला नि सानै छ ओके गोपालजीको पनि हामी एकछिनमा गीत सुन्छौँ दुनियाँलाई सोध अबको नेताको हुन्छ एकचोटि जानुहोस् प्लिज जोरदार ताली हामीसँग हाम्रो अर्को दाइ पनि हुनुहुन्छ दाइको नाम के रे दाइ बालकृष्ण अमल चालिसे अनि टाउकोमा त बाल देखिँदैन खास कहाँ चाहिँ बाल छ खासमा दाइको नाम पहिला बाल हमाल मात्रै थियो क्या उहाँको बेहोरा देखेर कृष्ण थप्यो हेर्नु न अहिले पनि इप्सलजीसँगै बस्नु भएको छ बाउ छोरीको उमेरको मान्छे कस्तो तर यति साह्रो भन्यो भने दाइ फेरि रिसाउनुहुन्छ दाइको बिपी हाई छ पक्कै पनि बिपी हाई छ भनेपछि दाइ काङ्ग्रेसको दाइले घर जग्गाको कारोबार गर्नुहुन्छ कसैलाई थाहा छ तर दाइको घरमा छतै छैन दाइ छत किन नबनाएको भनेको म त गगनकै तल बस्न चाहन्छु अघि खाना खाने बेलामा नि दाइ के खाना खाने भनेको म त मटन भन्दा अरू त खान्न दाइ यो आफ्नै खुट्टा हो कि खसीको खुट्टा हो रे दाइको बेहोरा किन कृष्णको जस्तो दाइ किन यस्तो यो उमेरमा किन प्ले बोय भएको भनेको गगनको तल हो भाइ बोका त बन्नै पर्छ दाइको लागि पनि एकचोटि जोरदार ताली ठिक छ दाइ जाडोमा पनि रुखकै छारीमा बस्न मन पराउनु हुँदो रहेछ खुसी लाग्यो यतातिर हुनुहुन्छ हाम्रो विशाल ढकाल दाइ ग्रेस इन्टरनेसनलको एकचोटि ग्रेस इन्टरनेसनलको लागि जोरदार ताली विशाल दाइको भएर ग्रेस इन्टरनेसनल भएको यदि बालकृष्ण दाइको त हो नि कङ्ग्रेस इन्टरनेसनल खैर दाइको नाम विशाल भएर के गर्नु अगाडि विशाल जनसागर नभएपछि कार्यक्रम सम्पूर्ण स्टेजमा बस्नुहुने सम्पूर्णको लागि जोरदार ताली अर्को हामीसँग हुनुहुन्छ यहाँ सुर्खेतको आरएन सिग्देल चिरञ्जीवी सापकोटा उहाँलाई हेर्नु काहीँ कतैबाट आरएन सिग्देल जस्तो लाग्दैन एकचोटि कपाल तानेर हेर्नु त लाग्छ उहाँ फेरि यस्तो हुनुहुन्छ हरेक म्युजिक भिडियोमा किसिन्छ हरेक म्युजिक भिडियोमा दाइ किन यस्तो भनेको चाहिँ मलाई स्टिक भन्दा नि लिपस्टिक मनपर्छ भन्नु दाइलाई केटी भनेपछि यति मनपर्छ दाइ विदेशै गयो नि पोर्चुगल जानुहुन्छ दाइ जेन्डर के हो मेल कि फिमेल भनेको ठमेल भन्नुहुन्छ दाइको फेभरेट ठाउँ नै काँक्रे बिहार हो किन भनेको त्यहाँ जङ्गल छ हामी आऊ गल चाहियो दाइलाई एकचोटि चिरञ्जीवी दाइको लागि पनि जोरदार ताली रेडियोबाट सुरु भएको करियर युट्युब टिभी हुँदै आज म्युजिक भिडियो अब छिर्ने फिल्म पनि ल्याउँदै हुनुहुन्छ एकचोटि जोरदार ताली उहाँको लागि यो एउटा सुर्खेतको लागि गर्विलो नाम पनि हुन त सबैजना हाम्रो गोपालजी पनि नजिकैको हुनुहुन्छ इप्सलजी पनि नजिकैको हुनुहुन्छ म त झन् सुर्खेतकै हो ज्वाइँ भन्न खोजा न्यु खोजा हो भाइ
न्यु बजाओ भने म आफै कुट्छु, तिमीले कुट्नै पर्दैन। ओके, अघि मैले कुरा गरिहालेँ, सुर्खेतमा पोलिटिक्समा अलिकति बढी इन्ट्रेस्ट छ हो। सुर्खेत भनेको मध्यपश्चिम एनपिएल कहाँले हेर्नुहुन्छ? हेर्नुहुन्छ? यो कर्णाली प्रदेशको राजधानी हो। यसरी सुर्खेतको लागि जोरदार ताली। जस्तो कर्णाली प्रदेशमा के पाउँछ? यार्सा, गुम्बा, शिलाजित हो। तैपनि कर्णाली एक्स एनपिएलमा टिक्नै सकेन। हजुर भाइ हेलमेट लगाउनु भएको छ, हेलमेट लगाइसकेपछि त राति पर्व कता जाने हो, जाँदा हुन्छ नि भाइ? हजुर ठिक छ ठिक छ। अघि मैले कुरा गरिरहेको थिएँ, पोलिटिक्सको कुरा गर्दै थिएँ। अहिले यो जेनजी आन्दोलन पछाडि पोलिटिक्स अस्तव्यस्त भइरहेको छ हो। म एकछिन यहाँ पोलिटिक्सको अघि हाम्रो बालकृष्ण दाईलाई भनिरहेको थिएँ मैले कङ्ग्रेसको भनेर। एकछिन यहाँ शेरबहादुर देउवा आउनुभयो भने के होला है त? कस्तो खालको मान्छे यार भविष्यलाई सेने अब ज्योतिषले चाहिँ 7चोटि पठाउनु थियो भइरहेको थियो भाइ। जेनजीले टाउकै फुटाइदियो यार। अब भाग्यै नभएपछि कसै परेछ यार। अनि यो सुर्खेतको पूर्वबहादुर खालका भरोस छैन, त्यो हरामी रहेछ यार। साह्रै साह्रै हरामी रहेछ यार। आजको फोटोको तल गरेर कमेन्ट गरेछ यार। त्यो त्यस्तो भोस्ता कुदै खाएर बाहिर निस्किएको छ, भाउजू त मोटाउनु भएछ भने कहिदो छ यार। देशको मायाले आँखा पनि निलो भएछ अरे यार। आँखामै कुदाइ फेरेपछि निलो त हुन्छ नि यार। कस्तो बुझ्दैन यार खालको चाहिँ। म बालकृष्ण बनाउनै ठिक लाग्छ यार, हावालाई ठिक लाग्छ यार। खालको छैन। ओली चाहिँ कहाँ जानु परेछ? म यतै छु। केपमा आई लभ यु भन्नेहरू पनि अहिले त उहाँले नि बन्द रहेछ। यी बहिनी एमालेकै हुन् क्या हो। सुषमा कार्की जस्तै देख्छु। छातीमा सूर्यको ट्याटु छ भने हेर्न पाए हुन्थ्यो। खैर अहिले त जहाँ गए पनि मलाई गाली गरेर हैरान पार्छ। जहाँ गए पनि केही कुरा बिग्रियो भने ओलीले गर्दा, खेलाडीले क्रिकेट हाल्यो ओलीले गर्दा, कहीँ केही बिग्रियो ओलीले गर्दा, यो महोत्सवमा दर्शक आएन ओलीले गर्दा, हुँदा हुँदा जिमी किरणको भैँसीले पाडो पायो ओलीले गर्दा। भैँसीले पाडो पाएको मैले गर्दा हो। रागोको अनुहार उसको परेको छ, त्यो पनि भैँसीले पाडो पाएको त प्रचण्डले गर्दा हो नि। मुर्राले उनीहरूले ल्याएका हुन्। मुर्रा भन्दा याद आयो हाम्रो चन्द्र मन्दिरजी कता हुनुहुन्छ? अघि आएर उहाँले एउटा नाइट बस देखाएर जानुभयो। हुन त डान्सर हुनुहुन्छ तर नाइट भन्दा अन्त ध्यानै गरेन। मलाई ओ भन्न मन लागेन। विशालले हो, उहाँ पनि केटी लभरै हुनुहुँदो रहेछ। हेर्नु त आँखा पुस्के हुनुहुन्छ। भाउजूको गाली सम्झिनु भयो नि त उहाँले। खैर केही छैन। अबको पुस्ता भनेको चाहिँ जेनजी आउँछ जस्तो लाग्छ। तपाईँ को चुनावमा उठ्ने सोच्दै हुनुहुन्छ? चुनावमा उठ्ने पहिला रक्सी खाएपछि बिहान 6 बजे उठ्ने बानी गर भाइ। हेर्दै झ्याप जस्तो देखिन्छ। हजुर हर्क साम्पाङ भनेपछि याद आयो मलाई ढुङ्गा। पहिलोचोटि कलाकारले दर्शकलाई ढुङ्गा हानेको रेकर्ड होला कम गोला भाइ। हर्क साम्पाङले ढुङ्गा बोके बालेनले डोजर चलाए। हर्क साम्पाङले ढुङ्गा बोके बालेनले डोजर चलाए। नेताहरूले जेनजीको छातीमा गोली चलाए। हर्क साम्पाङले ढुङ्गा बोके बालेनले डोजर चलाए। बुढा नेताले जेनजीहरूको छातीमा गोली चलाए। आजसम्म चुरोट मात्रै चलाउँछौँ हामी, हाम्रो सपना डढाइयो त्यसैले त सिंह दरबार जलाइयो। सम्पूर्ण जेनजीको लागि एकछिन जोरदार ताली। यस मलाई यो नानी त साह्रै मन परिसकेको छ। हजुर मन पर्ने बित्तिकै आई लभ यु भन्नु पर्दैन है। माया नबोली हुन्छ है।
मन त पर्यो तर छोरो हो कि को छोरो त होइन नि तर मलाई छोरो पाएको भयो नि ठिक छ कमसेकम आफूले त केही गर्नु पर्दैन तर पनि तकदिरमै नलेखिएपछि दिलमै ट्याटु लेखिए पनि काम छैन हो तकदिरमै नभएपछि दिलमै ट्याटु लेखिए पनि काम छैन अनि के हो हजुर केही हुँदैन आज हामी भेट्छौँ है आज हामी भेट्छौँ बोयफ्रेन्डसँगै भयो नि म माइन्ड गर्दिनँ हजुर क्वेसन हो कि कन्फर्म गरे भाइ ओके खैर केही छैन मेरो साथी बले छ सकी भनेको कसले चिन्नुहुन्छ सकी गनीको बले सुर्खेत आएको थियो अनि उसले भन्यो मलाई ए आमा हो यो सुन्दर बले सुर्खेतको जाने गएको त्यहाँको त बुलु बुलु तालमा त फुल्दै बस्यो केटा र केटी डेटिङ जाने ठाउँ बसी त बुलु बुलु ताल तपाईँहरूमध्ये को बुलु बुलु ताल जानुभएको छ हात उठाउनुहोस् त हेर त बुलु बुलु भनेको सबै मक्कामा राख्दैन खैर सुर्खेतमा एकदमै गजबको ठाउँहरू छ सुर्खेत भनेको कर्णाली प्रदेशको राजधानी यसै भनेको पनि होइन होला यति राम्रो मान्छेहरू हुनुहुन्छ थोरै मान्छे भए पनि इन्जोय मजाले गर्नु भएको छ तपाईँहरू सम्पर्क लागि जोरदार ताली कोही ताली यति हो आफ्नै लागि पनि मलाई कसम तिम्रो हाँसले लट्ठै बनाइसक्यो यार तिम्रो नाम भन त म ट्याटु हजुर ओके अघिको मुक्तक म कम्प्लिट गर्छु तकदिरमै नदेखिएपछि तकदिरमै नभएपछि दिलमै ट्याटु लेखाए पनि काम छैन एकछिनमै अगाउने भएपछि जति बाटा कसम जे खाए पनि काम छैन हो कि होइन तकदिरमै नभएपछि दिलमै ट्याटु लेखाए पनि काम छैन एकछिनमै अगाउने भएपछि झुटा बाचा कसम जे खाए पनि काम छैन आफ्नो भाग्यमा नभएपछि बुझ्नेले माया नबुझेपछि दुनियाँलाई बिहे गरेर देखाए पनि काम छैन त्यसैले सिन्दुर लाउँदैमा माया हुँदैन र माया लाउनेले सिन्दुर लाउँछ नै भन्ने पनि हुँदैन बोयफ्रेन्ड छ भने छोडिदेऊ केही छैन म यो भन्नुको रिजन चाहिँ हाम्रो चिरञ्जीवी सापकोटा दाईको पहिलो हाँसो पहिलो बोलको गीतमा छ यो मुक्तक तपाईँहरूले हेर्नु भएको छैन भने हेर्नु होला त्यो गीत युट्युबमा आइसकेको छ हेर्नु भएको छ यता कोला मात्रै जिस्क्या भने यता रिसाउनु भयो जस्तो छ हजुर हो यताको साथीहरूको जोस पुगेन अलिकति जोसिनु त ल कमेडी दरबार कसले हेर्नुहुन्छ म राजेश हमाल बनेको चाहिँ देख्नु भएको थियो यो अनुहारले राजेश हमाल बनाएको थिएँ मेरो कन्फिडेन्सलाई मान्नै पर्छ राजेश दाइलाई मेरो प्रश्न थियो दाइ आजभोलि के गर्दै हुनुहुन्छ आजभोलि चाहिँ बिहानै उठ्छु पृथ्वीलाई चन्द्रमाको वरिपरि डुलाउँछु बिहान त भयो राति चाहिँ के गर्नुहुन्छ कस्तो प्रश्न हो यार राति केही गरेको भए त नतिजा देखिहाल्नुहुन्छ अलिकति छाडा रात पर्दै गएपछि छाडा पनि चढ्दै जान्छ अनि दाइ तपाईँलाई त नेता पनि बनाउनु पर्छ भन्दै थियो नि के भन्नुहुन्छ नेता त म भन्दा पनि महावीर पुन सर नै ठिक लाग्छ मलाई महावीर पुन भनेको कसलाई थाहा छ म पुन चाहिँ बनाएको थिइनँ महावीर बाहुन भनेको थिएँ अब यो भाइले त्यहाँ अघिदेखि हात हल्लाएको हल्लाइ छ यो मान्छे मलाई वैज्ञानिक जस्तै लागिरहेछ अघिदेखि यो बत्ती खोल्छु भनेको जस्तो यसो गरिरहेछ हो कि लप परेको भएर गर्लफ्रेन्डलाई यसो गरेर आऊ बुझ्न चाहिँ सकिएन तेरो बाउ कता हुनुहुन्छ गएर बुझाइदेऊ खैर एकचोटि महावीर सर र सम्पूर्ण क्यारिकेचर गरेका क्यारेक्टरको लागि जोरदार ताली अर्को भनेको चिप्ल्याउने अङ्कल रजतपुर अङ्कल त कसले चिन्नुहुन्छ कसैले चिन्नु हुँदैन हजुर
तपाईँले त चिन्नुहुन्छ सर, युट्युबमा हाल्नु हुँदो रहेछ, भिडियो क्लिप त चिन्नै पर्यो नि सर। यो हो सुर्खेत ह्याप्पी फन पार्क र आज हामीसँग आउनुभएको छ इप्सल सञ्जाल, गोपाल नेपाल जियोम र चर्चित कलाकार सुन्दर खनाल। संस्कृतमा एउटा भनाइ छ नि, ह्याप्पी फन पार्कमा पनि स्याड भएका दर्शक होइन। खैर यसलाई के भन्ने, आई लभ यु। ओके खैर, अर्को मैले दरबारमै गरेको क्यारेक्टर थियो उत्सव रसाइली। उत्सव रसाइली कसले चिन्नुहुन्छ? रमाइलो छ हेर्नु दर्शकलाई स्वागत छ। रमाइलो छमा म छु उत्सव र मसँग हुनुहुन्छ सुन्दर खनाल। सुन्दरजी के छ? मेरो त सुर्खेत आएदेखि गर्लफ्रेन्ड छ है, तपाईँको जस्तो होइन। खैर थ्याङ्क यू सो मच। मसँग धेरै समय चाहिँ छैन जस्तो लाग्छ, 20सम्म भन्नुभएको थियो, 33 पुऱ्याइसकेको छु। यति भएपछि पेमेन्ट पनि बढ्छ होला। जाँदा जाँदै यताको साथीहरूलाई भनौँ क्या है, एउटा साडी भनौँ, फेरि भनौँ, दुई शरीरको एउटै मन बनाउला, दुई शरीरको एउटै मन बनाउला, दुई मुटुको एउटै धड्कन बनाउला, दुई शरीरको एउटै मन बनाउला, दुई मुटुको एउटै धड्कन बनाउला। म देउवा तिमी अर्जु बन्नुपर्छ, जिन्दगीमा केही गर्न सकिएन भने एउटा हिल्टन बनाऊ। हाम्रो मायामा जल्ने यी जेन्जीहरूले हाम्रो मायालाई जलाउन पनि सक्छन्। खैर केही छैन, उपचार गर्ने बारेमा विदेश भाग्नुपर्छ। थ्याङ्क यू सो मच। नेपालको राजनीतिहरू अलिकति चेन्ज पनि भइराखेको छ, तर हामी यहाँ जेन्जी देखेको भएर मैले पोलिटिकल जोकहरू धेरै गरिनँ, किनभने युवा पुस्तालाई लभकै कुराहरू मनपर्छ होला। यहाँ बढी केटा भन्दा पनि केटी हुनुहुन्छ। आजको समयमा केटीहरू पछाडि नै बस्नु होला, केटाहरू पछाडि बस्नु भनेको डेन्जर पनि हुनसक्छ। तर केटाहरूलाई एउटै कुरा भन्न चाहन्छु, केटी पट्याउन गाह्रो छैन, बस फुलदिए हुन्छ। केटी पट्याउन गाह्रो छैन, बस फुलदिए हुन्छ। 18 वर्ष मुनिको जति राम्री भयो नि फुलदिए हुन्छ। नभए फेरि 10 लाख 20 लाख कति जान्यो तिम्रो छैन। अहिले सबैभन्दा गाह्रो भनेको हामी केटाहरूलाई हो, त्यो पनि फेरि गीतले गर्दा रहेछ क्या। गीतले के भन्छ? छुनलाई होइन हेर्न चाहिँ पाइन्छ, हेर्छौँ त देखाऊ भने हरासमेन्ट गरौँ, गाह्रो छ। अर्को गीतले के भन्छ फेरि? नाइ नाइ भन्ने केटीको बानी हो, कर गरे पो खुरुक्क जानी हो, कर गरेर नगरकोट लयो बलात्कार। त्यही भएर केटा हो, हामी केटाहरूले गर्ने भनेको चाहिँ क्याम्पस पढ्न आउने, सरले उता पढाउने, हामीले आँखा जुदाउने, चित्त बुझाउने, बस आँखा मात्रै जुदाउने हो, अरू केही गर्ने होइन। त्यसैले आफ्नो जवानीलाई सम्हाल्नुपर्छ। यो भन्दै सम्पूर्ण जेन्जीहरू हुनुहुन्छ, अहिले लाग्थ्यो हामीलाई जेन्जीहरूलाई चाहिँ पोलिटिकल नलेजहरू छैन होला, जेन्जी भनेको चाहिँ हाहु गर्ने हो, केटीको पछाडि लाग्ने हो जस्तो लाग्थ्यो। तर जेन्जीहरू यति धेरै बुझ्ने भइसक्नु भएछ भन्ने कुरा चाहिँ अस्ति सेप्टेम्बर 8मा देखियो। तपाईँहरूको यो चेतना र तपाईँहरूको यो जोसको लागि सम्पूर्ण जेन्जीको सम्मानमा एकचोटि जोरदार ताली। र अब फागुन 21मा चुनाव हुने कुरा छ, सायद चुनाव चाहिँ नहोला, कुरा चाहिँ छ। चुनाव भइहाल्यो भने पनि तपाईँ हामी जेन्जी भनेको आफू मात्रै भित्र हुँदैन, आफ्नो घर परिवारलाई पनि बुझाउनुपर्छ। अबको पालो भनेको साँच्चै नै हाम्रोलाई होइन, राम्रोलाई छान्नुपर्छ। राम्रो भेटिएन भने आफै उठ्नुपर्छ, त्यसको लागि पनि तयारी भएर बस्नु होला। थ्याङ्क यू सो मच। हाम्रो विशाल दाई, हाम्रो आरजे सर, उहाँ हेर्दै आरजे जस्तो लाग्छ नि तपाईँहरूलाई पनि, किनकि भिजे भएको भए अलि ह्यान्डसम हुनुहुन्थ्यो। ओके, जो ह्यान्डसम आरजेको लागि जोरदार ताली, हाम्रो विशाल दाईको लागि पनि जोरदार ताली। बालकृष्ण दाई कता जानुभयो? काङ्ग्रेसको मिटिङ भएर निस्किसक्नुहोस्। तर उहाँको लागि पनि जोरदार ताली। त्यसै गरी मेरो प्रिय दाई, यही सुर्खेतको दाई चिरञ्जीवी सापकोटा दाईको लागि जोरदार ताली। हाम्रो गोपाल नेपाल सर, उहाँले अब एकछिनमा धुम बचाउँदै हुनुहुन्छ। इप्सलजी चाहिँ साँझ परेपछि बोयफ्रेन्ड भेट्न जानुहुँदो रहेछ, निस्किसक्नु भएछ। खैर सम्पूर्णको लागि जोरदार ताली, विशेष गरी तपाईँको लागि जोरदार ताली। सुर्खेत मेरो पहिलोपटक हो, रिपिटेडली आउन पाऊँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू। एकपटक जोरदारसँग ताली लगाइदिनु होला। रमाइलो भयो होइन? वाउ, यो हास्य व्यङ्ग्य प्रहार र प्रस्तुतिका लागि लोकप्रिय हास्य कलाकार
सुन्दर खनालका लागि पुनः एकपटक हातमाथि गरेर ताली लगाइदिनु होला, सुर्खेतको माया देखाइदिनु होला। अब भने म धेरै बोल्न चाहिनँ किनभने समय छैन। भलाकुसारी गर्ने दिन भोलि पनि आउला, तर प्रस्तुति भनेको अलिकति धेरै हेर्न मन लागिरहेको छ हामीलाई। त्यसैले अब चाहिँ गोपाल नेपाल सिएमलाई बोलाउने हो होइन? हे तिम्रो माया उल्का भो मेरो माया, अलिक सर्को सुनाइदिनुहोस् न। तिम्रो माया फेरि भुलिहाल्छु के मेरो माया उल्का भो तिम्रो माया। ल अब यस्तै यस्तै गीतमा तपाईँलाई रमाइलो गराउनका लागि म मञ्चको अग्लो भागमा आमन्त्रण गर्न चाहन्छु यहाँले रोज्नु भएको लोकप्रिय गायक प्रशान्त ह्यान्डसम गायक होइन? ओके, एकपटक सबैले जोरदार तालीले स्वागत गरौँ। लेट्स वेलकम लोकप्रिय